हेलो साथीहरु, कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु, तर मेरो चाहिँ त्यति छोरा सन्चै नभएर हस्पिटल लगेर भर्खर ल्याएको। अनि किचन पनि डामाडोल भइरहेछ। भत्रा गोल चाहिँ हेर्नलाई बिहान पकाएको, म पनि खानु नभएर सन्चै नभएर यतातिर भाडा छ, त्यस्तो छ अवस्था। अनि अहिले चाहिँ छोराको लागि बिहान जाउनमा थोरै खाएको थिएँ, अनि सुप बनाइदिएको थिएँ, अलिकति सुप खाएको थियो। अहिले चाहिँ भोक लाग्यो भन्दैछ। म चाहिँ उसलाई एकदम हेल्दी खालको खाजा बनाइदिँदैछु। अनि तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ साथीहरू है। टिफिनहरू लग्दा पनि हुन्छ। मैले जानेको तपाईँलाई सेयर गरिरहेको छु। ल के बनाउँदैछु, कस्तो बनाउँदैछु म तपाईँहरूलाई यहाँ देखाउँछु। हेर्नु त। अब यो चाहिँ यो थोरै ओट्स छ, अनि मैले चाहिँ यति गाजर र आलु लिएको छु। यसलाई चाहिँ म अब पकाउँछु है। तपाईँलाई थोरै म क्लिपहरू पनि देखाउँछु कसरी पकाउँछु भनेर। अनि तपाईँहरूले पनि यसरी बनाएर लान सक्नुहुन्छ है त साथी। पानी उम्लिन थालिसकेको छ है। मैले यहाँ यो चाहिँ के भन्छ गाजर र आलुलाई चाहिँ मैले थोरै मात्रै गरेँ, किनभने अब आलु खानु धेरै खासै राम्रो पनि होइन भनेर हल्का आलु चाहिँ लाएँ, अनि गाजर लगाएको छु। अब यसलाई उम्लेको पानीमा सबै अब छोपेर उमालिदिनुपर्छ है। यसलाई उम्लिन दिनुपर्छ यसरी मजाले उम्लिन्छ। अनि उम्लेपछि अलिक पाकेपछि चाहिँ अब फेरि हेर्दै गर्नु होला साथी। यो चाहिँ पाकिसकेको छ हल्का होइन, यसलाई कट्मेरो भन्न मिल्छ। अब चाहिँ म यो ओट्सलाई यहाँ हालिदिन्छु, अनि यसलाई पकाउनु पर्ने हुन्छ यसरी। अब यो मिक्स गरेर पकाउनु पर्यो है। यो ओट्सलाई चाहिँ अलिकति पाक्नु टाइम लाग्छ, अझै पनि पाक्नु टाइम लाग्छ। यसरी पकाउँदैछु। अब यसलाई उम्लिनको लागि म छोड्दिन्छु, यत्तिकै छोड्छु। अब यसलाई साथीहरू मेरो चाहिँ उम्लिसकेको छ है। अब यसलाई मैले यसरी म्यास गर्नुपर्ने हुन्छ क्या। यो चाहिँ के गर्ने साथी हो, गाह्रो छ हेर्नु न। यस्तो यसलाई यसरी पिचाउनेलाई के भन्छ मलाई पनि थाहा छैन है। यो एकदम म्यास गर्ने भन्छ होला। अनि अब छैन नि त यसरी। अनि अब पनिङले गरेको राम्रो चाहिँ अलिक भएको छैन म्यास। अनि र पनि यतिको चाहिँ हुन्छ नानीहरूलाई खानको लागि। अब तपाईँहरू पनि यसरी टिफिन पनि बनाएर लान सक्नुहुन्छ। यो चाहिँ एकदम हेल्दी हो होइन। अब यो चाहिँ मैले पनि डक्टरहरूसँग सिकेको हो। पहिला अब नानीहरूलाई यसरी दिनु भनेर भन्नुहुन्थ्यो नि त, अनि यसरी दिने गर्छु मेरो डक्टरलाई। यो चाहिँ दुध पनि, दुधले पनि अब कति नानीहरूलाई पेट दुख्छ नि, दुध पनि खान खासै राम्रो होइन भन्छ। यो चाहिँ सादा पानीमा अनि यसरी गाजरहरू हालेर बनाइदिनु सक्नुहुन्छ। यसमा अन्य अब सब्जीहरू पनि मिक्स गर्न सक्नुहुन्छ है। आफ्नो नानीहरूले कसरी मन पराउँछ त्यसरी नै बनाउन सक्नुहुन्छ। यो मेरो चाहिँ भइसकेको छ। अझै यसलाई चाहिँ यो अझै मिलिनु भएको छैन। बिलिनु कि मिलिनु छ भइसकेको छैन। अनि अब यत्तिकै खान्छ। अब सानो बच्चाहरूलाई चाहिँ अलिकति अब यो एकदम मसिनै चाहिन्छ, बिलिन नै। अब ठुलो बच्चाहरू चाहिँ मेरो चाहिँ अलिक अब 6 वर्षको हो नि त, खान सक्छ यत्तिकै। म चाहिँ टिफिन पनि यसरी लगिदिन्छु अरू बेला पनि। भइसक्यो अब रेडी भइसकेको छ साथी हो। यसलाई चाहिँ अलिकति मसिनो पनि पार्न सक्नुहुन्छ है सानो बच्चाहरूको लागि भने चाहिँ। अलिक ठुलो बच्चालाई चाहिँ यत्तिकै हुन्छ। रेडी भइसकेको छ साथीहरू मेरो चाहिँ खाजा। यो चाहिँ यसको पापाको लागि हो, यो चाहिँ छोराको लागि हो। अब पापा पनि बिरामी छ, छोरा पनि बिरामी छ, दुईजनै बिरामी भएकोले गर्दा यो चाहिँ मैले हेल्दी ब्रेकफास्ट बनाइदिएको छु। ल अब लगेर उनीहरूलाई दिन्छु है त। ल गाई चाहिँ हेर्नु है, यहाँ बाउ छोराको अवस्था यस्तो छ। दुवैजना सिक्किस्तै बिरामी भएको अवस्था छ। अब यहाँ खाजा ल्याइदिएको छु। यो चाहिँ पापाजीको लागि। थ्याङ्क यू सो मच। ल यो चाहिँ मेरो छोराजीको लागि। यो छोराको यो मोटो पत्लुको बटुकामा खान्छ। लिसियोस यो के हो? ओरेन्ज 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 क्यारोट। ल ओके थ्याङ्क यू आमाजी भनेको छैन। अन्त बिरामी मान्छेहरू यहाँ खान्छन्। ल है त गाइज, बाई बाई। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। भिडियो हेरेर चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै यो गाइज है। नेक्स्ट भिडियोमा भ्लग भन्दा पनि नेक्स्ट भिडियोमा। अनि
मेरो भिडियोहरू चाहिँ हेर्दै गर्नु होला, सबैजनाले माया साथ सपोर्ट दिनु होला भन्दै बाई बाई।